हेलो के रे आज पनि गर्लफ्रेन्डले झगडा गरी रे थ्या यार तेरो गर्लफ्रेन्डसँग झगडा गरी गरी जिन्दगी जाने भयो। त्यही भएर मैले भन्छु के केटा कहिलेकाहीँ गर्लफ्रेन्डलाई घुमाउन लैजा हप्ता दिन भइसकेपछि नभए मुभी हेराउन लैजा। मुभी राम्रो लाग्दैन रे राम्रो लाग्दैन भने कि के भनेको राम्रो हुन्न रे कसले भन्यो राम्रो हुन्न। यही फागुनको 23 गते हाम्रो होस्टेल 3 भन्ने फिल्म आइरहेको छ कुलवाईको। के यार त्यही कुलवाई यार हाम्रो जो टिकटकमा एकदमै पपुलर छ त हो त्यही कुलवाईको होस्टेल 3 फिल्म आइरहेको छ। कुलवाई पदम तामाङ रियान गिरी आशिष घिमिरेको त्यो फिल्म हेराउन लैजा गर्लफ्रेन्ड त एकैछिनमा फकिहाल्छन् नि यार। टिकट बुकिङ खुलिसकेको छ अल नेपाल काठमाडौँमा मात्रै रे केटा यार अल नेपाल खुलिसकेको छ के आफ्नो नजिकैको सिनेमा घरमा गएर टिकट लिएर आइज न होस्टेल 3 को त्यति भए त फकिहाल्छन् नि। खासमा भन्नुपर्दा मेरो पनि रिसा छ के त्यही भएर मैले पनि टिकट लिएर आएको छु। तपाईले ल्याउनु भयो त होस्टेल 3 को टिकट छुट्नु होला नि फेरि।